हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल। म तपाईँहरूको प्यारो साथी आसना अनि साथीहरू आज चाहिँ मैले मेट्रोबाट नै भिडियो स्टार्ट गरेको छु। साथीहरू आज चाहिँ म बिहानै 10 बजी मेरो अपोइन्टमेन्ट थियो अल्फ्रुजन अनि म चाहिँ अहिले अल्फ्रुजन जाँदैछु साथीहरू। अनि आज चाहिँ मेरो अफ डे हो अनि अफ डेमा म चाहिँ अलि धेरै नै बिजी छु आज। बिहानैदेखि होइन दिउँसो चाहिँ एउटा मेरो साथीको बहिनीको भनौँ न सलुन ओपनिङ छ, त्यहाँ जानु छ दिउँसो। अनि त्यस पछाडि फेरि बेलुका चाहिँ मेरो पहिलाको म्याडमले बोलाइरहेछ, उहाँ जानु छ। अनि आजको दिन चाहिँ मेरो सेड्युल प्याक छ साथीहरू। अनि अहिले चाहिँ म मेट्रोमा जाँदैछु अनि आजको दिन शुभ रहेको सबैको कामकाजमा अनि सबैको व्यापार व्यवसायमा चाहिँ प्रशस्त आशिष भएको होस् भन्न चाहन्छु साथीहरू। आफ्नो ख्याल गर्नु होला है त। अनि आजको म अपडेट के गर्छु म हजुरहरूलाई देखाउने नै छु, मलाई हेरिरहनु होला है त साथीहरू। अहिले म चाहिँ मेरो होम सर्भिसको घरमा पुगिसकेको छु। अनि अब यही घर हो, हेर्नुहोस् त कस्तो राम्रो। अनि अब चाहिँ म फेरि यहाँ काम गरेर फर्कने छु साथीहरू। यहाँ आमाको फेसियल अनि मेनिक्योर सबै गरिदिन्छु, त्यस पछाडि फर्किन्छु। साथीहरू हेर्नु न, मैले यति धेरै मिहिनेत गरेर भिडियो बनाइरहेको थिएँ तर मेरो माइक चाहिँ अफ भएर भोइस रेकर्ड भएन रहेछ। अनि यो चाहिँ मैले फेरि बाहिरबाट बोल्नुपर्ने भएको अवस्था छ। म चाहिँ होम सर्भिस गएर पनि फर्किँदै थिएँ साथीहरू, मेरो क्लाइन्टको घरबाट फर्किँदै थिएँ। अनि यो फर्किने बाटो हो, यो चाहिँ अल्फ्रुजनको बाहिरको बाटो हो, भिल्ला छ अल्फ्रुजनमा चाहिँ धेरै जस्तो साथीहरू। अनि यहाँ चाहिँ हेर्नु न, यति धेरै गर्मी थियो कि यति धेरै 40-45 डिग्रीको गर्मीको घाममा चाहिँ म चाहिँ अनि भिडियो बनाउँदै आउँदै थिएँ। मेरो भोइस रेकर्ड भएन रहेछ र फेरि मैले गर्नुपर्ने अवस्था छ। अनि साथीहरू मैले चाहिँ यो भिडियोमा चाहिँ के भन्दै थिएँ भने त्यही हो, हामीले चाहिँ परिश्रम र मिहिनेत गर्नु चाहिँ छोड्नु हुँदैन। जस्तोसुकै अप्ठ्यारो गाह्रो अवस्थामा नि हामीले आफ्नो गन्तव्यमा अगाडि बढिराख्नु पर्ने हुन्छ साथीहरू। दुःख सुख भनेको जीवनको एउटा बाटो हो। सुख भएर भने दुःखको के महत्त्व र दुःख भएन भने सुखको के महत्त्व होइन। अनि लाइफमा दुईवटा बराबरी हुनुपर्ने हुन्छ साथीहरू। अनि मैले पनि यस्तै मिहिनेत गर्दै दुःख गर्दै यो बाटाहरू पन्छाउँदै काँडाहरू पन्छाउँदै घर आउँदैछु, किनभने आज फेरि आएर फेरि सलुन ओपनिङमा जानु छ साथीको। अनि साँच्ची नै आज म एकदमै बिजी छु होइन। अनि यो चाहिँ मेरो पुरानो क्लाइन्टको घर हो, हेर्नुहोस् त साथीहरू। अनि त्यही हो, म हाम्रो जति पनि दिदीबहिनीहरू हुनुहुन्छ सबैजनालाई यही उत्साह दिन्छु कि केही न केही गर्नुपर्छ आफूमा सिप र जोस जाँगर जहिले पनि अगाडि बढ्नुपर्ने हुन्छ साथीहरू। अनि एकछिनको अल्छीले धेरै हाम्रो जीवनमा घाटा लाग्छ, नोक्सान हुन्छ। त्यसकारण अल्छी भन्ने कुरो हटाउनु पर्ने हुन्छ र मिहिनेत भन्ने कुरो गरिरहनु पर्ने हुन्छ साथीहरू। र स्किललाई बढाउनु पर्ने हुन्छ। तपाईँमा जे क्षमता छ त्यसलाई अझै बढाउँदै जानुहोस्। अनि र तपाईँमा जे सिपहरू छैन त्यो सिक्नुहोस् र तपाईँमा जे छ अरूलाई पनि सिकाउनुहोस् साथीहरू। अनि हामीमा धेरै सिप राम्रो छ, हामी शिक्षित छौँ भने हामीले धेरै राम्रो कामहरू पाउँछौँ र जिन्दगीमा अगाडि बढ्न सजिलो हुन्छ। यदि हामीमा एजुकेसन छैन, स्किल छैन भने चाहिँ त्यही हो साथीहरू, एउटा कुकुरा अर्कोले काट्ने, अर्को कुकुरा अर्कोले काट्ने, दुःख गरेर बस्नु पनि दुःख हुन्छ, खानु पनि दुःख हुन्छ। अनि गरी ल्याऊ लुटी ल्याऊ बेटी खाऊ भने जस्तो। अनि यदि राम्रो एजुकेसन स्किल छ भने यहाँ हेर्नुहोस् त, यहाँ जस्तो भिल्ला लिएर बसेको छन् यिनीहरूको राम्रो एजुकेसन स्किल भएको मान्छेहरूको घरहरू। यो साथीहरू दुबईमा पनि यस्तो राम्रो घरहरू किनेर बस्न पाउने छ। अनि यो चाहिँ भिल्लाहरू हो, यहाँनिर चाहिँ पार्क बनाउँदै रहेछ साथीहरू। अनि पार्कमा हेर्नुहोस् न कस्तो मजाले डेकोरेसन गर्दैछन्। यहाँ माटोको गिटीहरूको पनि मजाले प्रयोग भएको छ साथीहरू। हामीमा क्षमता छ भने हामी जे पनि गर्न सक्छौँ। यहाँ चाहिँ हेर्नु बच्चाहरू खेल्न ल्याउने गार्डनहरू हो, यो चाहिँ भिल्लाहरूको होइन। अनि
यहाँनिर गार्डनमा चाहिँ भर्खर बनाउँदै रहेछ कि अनि मजाले गिटी लाएर त्यो गिटीको पनि कस्तो मजाले डेकोरेसन गरेको यदि पछि म पनि नेपाल गएँ भने साथीहरू मेरो घरमा पनि मजाले म गिटीले यस्तै गरेर डेकोरेसन गर्नेछु भन्दै हेर्दै म आउँदैछु साथीहरू र तपाईँहरूलाई पनि देखाउँदैछु। यहाँ हेर्नुहोस् त गिटीले कति मजाले डेकोरेसन गरेको छ। हेर्दा पनि हाम्रो पनि घरबारीमा होइन हाम्रो पनि फुलबारीहरू छ भने यसरी डेकोरेसन गर्न सकिँदो रहेछ भनेर म हजुरहरूलाई पनि देखाउँदैछु साथीहरू। हेर्नुहोस् त अनि यस्तो मरुभूमि जस्तो देशमा है चरा पनि उड्दै गरेको चरा पनि ढल्ने ठाउँमा यस्तो गर्मीमा 12-1 बजेको घाममा हिँड्नुपर्ने अवस्था छ साथीहरू। अनि म हिँड्दै आउँदैछु। यहाँनिर बिचरा चराहरूलाई पनि गाह्रो छ साथीहरू। उड्दै कति चराहरू ढल्छन् भुइँमा अन्डा राख्यो भने गप्लक्कै अन्डा पोच हुने गरी पाक्छन् साथीहरू। यस्तो गर्मीमा यसरी काम गर्नुपर्ने हुन्छ तर त्यो चाहिँ हाम्रो परिवारको लागि आफ्नो लागि हो। अनि यसकारण म खुसी छु आफ्नो काममा र तपाईँहरू पनि आफ्नो काममा खुसी रहनुहोस्। जस्तोसुकै अवस्थामा पनि खुसी भएर काम गऱ्यो भने साथीहरू मजा आउँछ। यदि दुःखी हुँदै रिसाउँदै झर्किँदै फर्किँदै काम गऱ्यो भने त्यो दिन पनि जाँदैन, काम पनि सकिँदैन, आफूलाई पनि अल्छी लाग्छ, मजा पनि आउँदैन साथीहरू। तर आफ्नो काम जे हो त्यो कामलाई खुसी साथ गर्नुभयो भने अझ राम्रो रिजल्ट आउँछ कामको र आफूलाई पनि त्यो दिन बितेको थाहा हुँदैन। अनि दिन महिना गर्दै जस्तै म पनि 3 वर्ष भइसकेको छ साथीहरू। हिजो आएको जस्तो लाग्छ तर 3 वर्ष भइसकेछ। यस्तै छ साथीहरू जिन्दगी, विदेशी जिन्दगी। बिहान उठ जाऊ, दिउँसो दिनभरि काम गर, बेलुका आऊ थाकेर फेरि खाना बनाऊ खाऊ है। अनि यस्तै हो। आज अफ डेमा पनि यसो 1-2 पैसा हुन्छ कि भनेर हुन्छ। अनि साथीहरू यत्रो थाकेर आउँदै थिएँ सुति गएछु। म त सुक्कै सुति गएछु। हेर्नु न बुर्जुमानमा उत्रिनु पर्ने त एकैचोटि कहाँ पुगेछु म त। अनि युनियनमा पो उठेछु, धन्न युनियनमा उठेछु साथीहरू। एक स्टेसन उता गएर फेरि त्यहाँबाट साथीहरू। अनि अहिले चाहिँ हामी फेरि पनि रेडी भएर निस्किसकेको छौँ। यहाँ हाम्रो दिदी र म चाहिँ अनि अब पार्लर ओपनिङमा जाने हो नि त साथीहरू। अनि पार्लर ओपनिङमा मैले चाहिँ के एउटा फ्लावर अथवा के दिने भनेर सोचेको छु। अनि दिदीले चाहिँ अब एउटा केही मूर्तिहरू दिन्छु भन्दै छिन्। अनि मैले आज यत्रो 5 बजीको हिँड लगाएको थिएँ कि साथीहरू, हिँड्नु यस्तो अप्ठ्यारो भइरहेछ होइन। आफैलाई के लड्छु कि जस्तो फिल भइराखेको, किनभने कति भयो नि त यस्तो हाइट भएको हिलहरू मैले लगाएको छुइनँ यत्रो। अनि कस्तो अप्ठ्यारो, आफैलाई अप्ठ्यारो फिल भएको क्या। तर हल्का चाहिँ कस्तो हल्का लागिरहेछ किनकि आज मैले पिङ्क लगाएको, सबैले पिङ्क लाउने भनेको थियो नि त, त्यही भएर पिङ्क लगाएर हिँडेको। अनि आफूलाई यत्रो मोटी फिल भएको छ तर त्यस्तो खासै मोटी चाहिँ देखेको छैन। अनि हामी चाहिँ यहाँ आएर अब दिदीले चाहिँ यहाँ के किन्नुहुन्छ म चाहिँ हेर्छु मात्रै। म चाहिँ एउटा फ्लावर सपमा जान्छु अनि फ्लावरहरू किन्छु होला मेबी। यहाँ चाहिँ दिदीले चाहिँ अब के किन्नुहुन्छ मलाई थाहा छैन, हेर्नुहुन्छ होला साथीहरू यहाँ मूर्तिहरू है। म चाहिँ अब तलतिरै गएर केही किन्छु, एकछिन यहाँ वेट गर्छु दिदीलाई किनभने यहाँ चाहिँ फ्लावरहरू पाउँदैन नि त। ल साथीहरू हेर्दै गर्नु होला है त। ल हेलो, शुभ सन्ध्या भन्नु पर्यो। अब यतिखेर यहाँ इभिनिङ भइरहेछ। त्यो त कतातिर अब कतैतिर रात, कतैतिर बिरात, कतैतिर दिन, कहिले नर्गतिर झन् 24 घन्टा उज्यालो अब त्यो भइरहेछ। अहिलेको यो बेलामा चाहिँ यहाँलाई नमस्कार, हेलो हाई सबैजनालाई दर्शन। अहिले चाहिँ हामी यतिको रातिको 8 समथिङ 8:30 हुन आँटेको छ। अहिले चाहिँ हामी हाम्रो अति नै हाम्रो प्रिय समीपको साथीको चाहिँ सलुन ओपनिङ छ। हामी त्यो समारोहमा हामी उपस्थित हुन जाँदैछु। यसै क्रममा हामीहरू तपाईँहरूसँग 2 शब्द भलाकुसारी गरौँ कि भनेर टक्क अगाडि टक्रिएका छौँ। यसैले यहाँलाई अलिकति धेरै थोरै मनोरञ्जन, किनभने यतिको त मनोरञ्जन हुँदैन पनि, किनभनेदेखि जस्ट हामी भोलि मात्र आउँछौँ। तपाईँहरूलाई सुन्दर ठाउँहरू हामीले देखाउन पाइरहेका छैनौँ। देखाउने सो अवश्य होइन, तपाईँहरूलाई नदेखाउनु भनेको त हुँदैन।
देखाइहाल्छौँ तर यसै क्रममा यहाँसँग किन त 2 शब्द नबोलौँ भनेर हाम्रो अलिकति बोलिराखेको बानी बोल्ने पऱ्यो। यसै क्रममा फेरि म झन् फतौरी आइहाल्छु हो। साथीहरू उहाँभन्दा अलिकति म बेसी बोल्छु। तपाईँहरूलाई थाहा भएको कुरा होला जो जतिले यो ब्लगहरू हेर्नुहुन्छ। त्यही कारणले आज हामी जाँदैछौँ दुईटी पिङ्की भएर। अनि कमेन्ट गरिदिनु होला। हामी कस्ती छौँ राम्ररी त छँदैछौँ भन्नु पर्दैन तर यसो त गर्दा सुनमा सुगन्ध भने जस्तो हो होइन। र पनि यहाँहरूको आँखाले हामीलाई झन् बनाइदिन्छ भन्नु खोज्या हो। अनि त्यसैले हामी त्यहाँ जानेछौँ। त्यहाँ गएर हामीले छोटो मिठो त्यहाँको सानो भए पनि क्लिप्स यहाँहरूलाई देखाउनेछौँ। अब चाहिँ हामीले पिङ्की किनेर आइसकेको छौँ। यता देखाउन ल के भन्छ ल। हामीले चाहिँ अब पिङ्की किनेर पनि गइसकेको छौँ साथीहरू। पिङ्क ड्रेस लगाएर अनि पिङ्क उयो गरेर आउनु यता छेउछाउमा हो। मेरो छेउछाउमा हिँड्नु न उयो गर्दै हल्लाउँदै जाँदैछौँ। अब त्यहाँभित्र नजिकै रहेछ साथीहरू। आइपुग्न लागेको छौँ हामी। अब हेर्दैछ हामीलाई उताबाट यहाँनिर रहेछ नजिकै रहेछ। यो कुन यो चाहिँ हेलो प्रिन्सेस साथीहरू देख्दै हुनुहुन्छ। हाम्रो प्रिय बहिनीले चाहिँ नयाँ सलुन ओपनिङ गर्दै हुनुहुन्छ अनि हामी चाहिँ टक्क जाँदैछौँ है त साथीहरू हाम्रो ब्लग। ल वाह प्रिटी प्रिन्सेस चाहिँ उहाँ नै हो। उहाँकै ओपनिङ है साथीहरू। अब हामी चाहिँ भित्र जाँदैछौँ। खोल्नु त जाउँ। यता पुस होला कि पोलो ल हामी त हेलो कस्तो राम्रो देखेको साथीहरूलाई। माई गड ल मेरो प्रिन्सेस यतापट्टि हाम्रो प्रिन्सेस आज चाहिँ उहाँको आउनुहुन्छ ल। कति राम्रो देखेको। ओके थ्याङ्क यू। अनि यता चाहिँ हाम्रो साउजी है ल साउजी साउनीको बुढामा के होइन। ल बधाई छ तपाईँहरूलाई ल है। एकदमै खुसी लाग्यो। यतिको प्रगति चाहिँ गर्नुपर्ने हुन्छ होइन गर्नुपर्ने हुन्छ यतिको चाहिँ हो। ल रिमा मेरो प्रिय बहिनी एकदमै ल तिमीलाई पनि बधाई छ है। अनि ल कस्तो राम्रो उयो भएछ पिङ्क भाइब्स ल सरी साथीहरू हामी चाहिँ नि आइपुगेको छौँ। अब एकछिन बस्छौँ फेरि पछि भेटौँला है। टी सर्ट पिङ्क लगाइदिन्छु। साथीहरू चाहिँ जाँदै हुनुहुँदो रहेछ ल बाई। अनि हामी चाहिँ अब केक खान्छौँ फटाफटी। हामी चाहिँ केक खाने त साथीहरू ल। अब यतिको केक त खानुपर्ने नै हुन्छ यहाँ आइसकेपछि के कसो होला होइन। एकदमै राम्रो यहाँबाट भित्र अनि माथि अनि हामी चाहिँ अब केक खाने। केक पनि खाइयो सेल पनि। ल अब यतिको चाहिँ नाच्नुपर्ने हुन्छ। अब साथीहरू यतिको चाहिँ आफ्नो नाच्नुपर्ने हुन्छ। अब खोइ त गीतै कहाँ गयो त। यतिको चाहिँ हुनुपर्छ।
नाच न है बिमा के हो गीत पनि यस्तो आउँदै जाँदै गर्छ त Champagne हो ल फाइनल्ली साथीहरु अब हामी चाहिँ बाइ बाइ गरिसकेका छौं भित्रबाट निस्कि पनि सकेका छौं अनि यहाँ साथीहरु ग्रुपमा भइरहेको छ कहाँ गयो अब हामी निस्केर घर जाने सनम दिदी छिटो जाउँ न मासु खायो अम्म लु आउनु आगो लाउनु अब हामी बाइ बाइ पनि गरिसक्यौं ओके ल बाइ बाइ रिमा बाइ बाइ फेरि भेटौँ ल है त लु कति राम्रो क्युटी ल बाइ रिमा बाइ बाइ ल है खै हौ कता कता हेर्नु पर्ने हो ल ल यता पनि हेरिहालौँ लु ल बाइ बाइ है त बाइ बाइ प्रिन्सेस ल See you, bye bye, ल guys, bye bye त हामी गयौँ ल हामी आउँछौँ हो साथीहरु हामी दुईजना आउँछौँ हामी दुईजना है त ल बाइ ओके ओके नो वरीज Thank you for coming. ओके कंग्रेचुलेसन अगेन अनि धेरै 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 प्रगतिको शुभकामना म सधैँ प्रे गर्छु है एकदम फल्दै फुल्दै जानु साथी नै ल एकदम खुसी लाग्यो Thank you. Really appreciate you are here. Honestly. ल बाइ 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 टेक केयर ल ल साथीहरु हामी गयौँ ल अब एकदमै रमाइलो भयो खुसी लाग्यो है ल रिमा बाइ ल हामी जाँदैछौँ